हेलो गाइस, तपाईँहरूलाई स्वागत छ मेरो न्यू ब्लगमा। सदा चाहिँ आज नि ब्लग लिएर तपाईँहरू सामु आइसकेको छु र तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला र पनि एकदम सन्चै छु। यति नभन्दै आजको ब्लग यहीँबाट सुरु भइसकेको छ। म चाहिँ आज पाराले कोसी हिँडेको छु। माछा मार्न कोसी हिँडेको। त्यसैले मार्नु khơi uy na men như là gà gì mà nữa má ba lời đã ít cái sự tình là dùng cái sâm măng chị nào nó bên này đam đó nào nhẹ thật cơ bas mà gì lại ăn đồ hoàn chất D'accord. Oh my god. मेरो बासहरू नि अन्त मैले रोपेको बिरुवाहरू पुरै निस्किरहेको रहेछ है गाइस। हेर्नुहोस् यो रहेछ मेरो रोपेको लगभग 1 साल भएको छ। बच्चा आइरहेछ। जिन्दगी सिधै खुसी यस्तो छ होइन। गरम त पुरै पसिना आएर छैन। यस्तो छ यता कोसीको नजिकै कति हुन्छ सोध्दैनहरू नाना बहिनीहरू नै पर्नुहुन्छ उहाँहरू बस्नुहुन्छ। त्यसपछि बाटोको हाल जङ्गलै जङ्गल यस्तो छ है। फाइनली गाइस अब चाहिँ कोसी पुगियो भनेको त पानी त साँच्चीकै जङ्गलमै पुरो छ है। हाम्रो के हो हिँड्ने ठाउँ छैन क्या हो। अब यतिकोमा के माछा आउँछ होला र। अन्त गाइस पानी त बाटै छैन क्या हो। त्यो त हल्का त देखियो माथि त के भएको रहेछ। घुटुरुला भने जस्तो बाटै छ। त्यहाँ एकचोटि भाउँछु यस्तो त्यतिकै खाँदै हिँड्नु पर्ला। तर अब भिडियो चाहिँ बनाउनु गाह्रो हुन्छ होला है। यस्तो छ है गाइस पुरै पानी त जङ्गलमा। अब 1-2 दिनपछि त फुल्ली पुरै यहीँ माथि पानी बग्छ। अब यहाँदेखि गाउँदै मुनितिर जाने हो तलतिर जानु चाहिँ। तर म यहीँ चौकी नार्छु। यहाँ घुमाउने रहेछ। यहाँ यसो छ घुम्ने जतिर पर्छ कि पारिनेर नि माछा गइरहेछ। अब हाम्रो पनि चौकी नारौँ चौकी नार्नु पर्ला। हाम्रो चाहिँ जाल चाहिँ कस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ है गाइस।
हुन्छ अब यसलाई बाँच्नु मार्ने अनि उघाउन सुरु गर्ने मनाएपछि भनेर देखाउँछु है त। ल है त गाइस हाम्रो जाल रेडी भइसकेको छ। अब उघाउने तर्फतिर लाग्नु पर्छ है। भइसक्यो यस्तो नाल्ने हो। अब यताबाट यो झोलामा चाहिँ पछाडि पुग्ने साथमा चाहिँ फुर्लुङ हो के फुर्लुङ हो के हो भन्ने हुँदैन। हाम्रो बान्दा भाषामा चाहिँ खुङ्गी भन्छ है। मलाई एउटा है माछा ट्राई है उघाएर त कामै छैन। बच्चा रहेछ पल्लो ए लाग्नु खोज्छ त। एउटा त काड्यो म यसले त घोचेर उत्तिमै बनाउँछ। काडेलाई चाहिँ ननिकालौँ होला है। यसले त भोक त जलपाइगुडीको बच्चा नि आएछ। माछा